हेलो हजुर, दर्शन नमस्ते। आज फेरि आइसकेको छु अनलाइनबाट इन्कम हुने भिडियो लिएर। साथीहरू, हामीले लामो समयदेखि प्रतीक्षामा रहेको विन नेपाल लघुवित्तको एफपिओ निष्कासन गरिसकेको छ। विन नेपाल लघुवित्त संस्था एउटा माइक्रो फाइनेन्स कम्पनी हो, जसलाई हामी लघुवित्त कम्पनी भन्ने गर्दछौँ। यो 1 महिना अगाडि नै एफपिओको लागि अनुमति पाइसकेको थियो, तर विभिन्न कारणवश लेट भएर अहिले खुलेको ह। एफपिओ भनेको फर्दर पब्लिक अफरिङ भनिन्छ भने आइपिओ भनेको इनिसियल पब्लिक अफरिङ भनिन्छ। र धेरै साथीहरूले कन्फ्युज भएर सोध्ने गर्दछन् कि आइपिओ र एफपिओमा के फरक छ भनेर। आइपिओ कम्पनीले पहिलो पटक एक पटक मात्र पब्लिकको लागि निष्कासन गर्ने सेयर हो भने कम्पनीको आवश्यकता अनुसार पुँजी सङ्कलनको लागि एफपिओ निकाल्ने गर्दछ र यो कम्पनीले एफपिओ बेला बेलामा निकाल्ने पनि गरिरहन्छ। साथीहरू, विन नेपाल लघुवित्तले करिब 51,29,200 रुपैयाँ बराबरको एफपिओ निष्कासन गरेको छ भने यो एफपिओ तपाईँले प्रति किता 100 को दरले आवेदन दिन सक्नुहुनेछ र यसमा कम्तीमा पनि 10 किता र बढीमा 10,000 कितासम्म आवेदन दिन सक्नुहुनेछ। तर अहिलेको आवेदकको सङ्ख्या धेरै भएको कारणले 10 देखि 20 कितासम्म आवेदन दिँदा ठिक हुन्छ, किनकि धेरै दिएर पनि 10 किताभन्दा बढी नपर्ने हुनाले यो 10 किता दिँदा नै राम्रो हुन्छ। र यो एफपिओमा आवेदन दिन नछुट्याउनु होला, किनकि यो अहिले सानो समयमा सानो लगानीले ठुलो आम्दानी गर्न सकिन्छ। किनकि यो एफपिओमा 1000 लगानी गरेर 31,000 फाइदा उठाउन सकिन्छ। किनकि यसको सेकेन्डरी मार्केटमा मूल्य चाहिँ नि 3100 पर किता रहेको छ। यसको बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेन्ट ब्याङ्क लिमिटेड रहेको छ। साथीहरू, यसको इपिएस प्रति शेयर आम्दानी चाहिँ आर्थिक वर्ष 2081-82 को सेकेन्ड क्वार्टरको रिपोर्ट अनुसार -31.34 रुपैयाँ रहेको छ। अब धेरै साथीहरूको मनमा के लागिरहेको होला, यसको इपिएस माइनसमा छ तर पनि यसको सेकेन्डरी मूल्य चाहिँ किन यति धेरै? साथीहरू, विशेष गरी यो कम्पनीको बारेमा हेर्ने हो भने कम्पनीको लिस्टेड सेयर एकदमै थोरै छ, जसले यसको डिमान्ड धेरै छ तर सप्लाई थोरै छ। त्यसैले यसको बजार मूल्य धेरै छ। यस कम्पनीको 7,92,114 किता मात्र लिस्टेड छ। यो लो क्याप कम्पनी हो। यसको सेयर थोरै भएको कारणले यसको सेयर खरिद गर्न खोज्दा पनि पाउन गाह्रो हुन्छ, त्यसैले यसको मूल्य धेरै भएको हो। साथीहरू, अब कुरा गरौँ यस कम्पनीको बजार मूल्य कारोबारमा। यो कम्पनी सुरुमा आउँदाखेरि 2902 मा आएको थियो र जब कम्पनी धितो बोर्डमा लिस्टेड भयो यसको मूल्य बढेर 42 सम्म पुगेको थियो। यो कम्पनीको सेयरमा लगानी गर्दा हामीले सानो समयमा ठुलो फाइदा उठाउन सकिन्छ। साथीहरू, तपाईँले यो कम्पनीमा कति किता आवेदन दिँदा उपयुक्त हुन्छ भन्दाखेरि यो कम्पनीले 51,29,200 सेयर निष्कासन गरेकोले आवेदकलाई 10 किताको दरले 5,12,920 जनालाई पर्ने भएकोले यसको प्रक्रिया सानो भएकोले लगानी गरेको सानो समयमा पनि प्रतिफल पाउन सकिन्छ। साथीहरू, अब कुरा गरौँ यो कम्पनीको सेयर कहिलेदेखि आवेदन दिन सकिन्छ। यो कम्पनीले चैत 21 गतेदेखि चैत 26 सम्म आवेदन दिन सक्नुहुनेछ। यसको अन्तिम मिति 26 गतेसम्म छ। साथीहरू, यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला, मन परे सब्सक्राइब गरिदिनु होला र विन लघुवित्तको एफपिओमा आवेदन कति किता आवेदन दिनुहुन्छ कमेन्टमा लेख्नुहोला र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।